तेरिका बेला नकुबेला लाइन पनि के भयो यार, यस्तो राम्रो गीत आइरहेको थियो। त्यो घरमा पनि लाइन छ, यता पनि लाइन छ, मेरो चाहिँ के भएर लाइन गएछ? फोकटिया चुना लाग्ने भयो तेरिका। They call me master, but I never go faster. त्यसबादेखि तिमीहरू यो काम गर्दै गर्नु हैन। मलाई मिटिङमा जानु छ, हतार छ, म जान्छु। यो सबै कुरा हेर्नु है, फेरि आफ्नो ढिलो हुन्छ। हुन्छ साउजी, तपाईँ ढुक्क भएर जानुहोस्। यो कम्पनी एउटा देश र म त्यो देशको सच्चा सिपाही भएर सुरक्षा दिनेछु। गइसके, तेरो देशभक्तिले उनको आँखा पुरै पिरोडिसकेका छ। त पनि गएर हाम्रो एयरबड चार्जमा दे। यहाँको काम के कसो छ हामी हेरिहाल्छौँ। आइरु माइकेलाल, चार काम सब बिगाडिदिएछ। यो तरिकाले यो मिस्त्री बन्छ, आफैलाई गर्ने बेला भइसकेको छ। पुर्जा पुर्जा गरम तहर कोना कोना आगी, कतना मरक के दर्द सब आज पता लागी। बैगन हेलो हेलो साउजी। हाम्रो साउजी त भाउजी लिएर कबाडी खान जानु भएको छ। के भन्छ यो? हे कस्तो नबुझेको, ससुराली जानु भएको छ के? म देवीधापबाट बोलेको, मेरो लाइन गइसक्यो। त लाइन गयो त समातेर राख्नुहोस्, चिया पान खिलाउनुहोस्। मेरो मतलब लाइन भागिसक्यो। भागिसक्यो त पुलिसमा रिपोर्ट लेखाउनुहोस् न, रपट त्यहाँ लेखाउनुहोस्। हामी कहाँ के काम छ त्यो कुराले भन्नुहोस् न हामीलाई। अरे मूर्ख मान्छे, मेरो घरमा लाइन बिजुलीको समस्या भयो भनेको, आएर बनाइदिनु पर्यो क्या? ए त यस्तो कुरा भन्नुहोस् न। तपाईँ चिन्ता नलिनुहोस्, तपाईँको काम फटाफट चटाचट भइहाल्छ। तपाईँ 5 मिनट पर्खिनुहोस्, हामी 2-3 घन्टामा तपाईँ कहाँ पुगिहाल्छौँ। ए केटा सुन, त्यो घरबेटीलाई पता नचलोस् कि हामी नयाँ नयाँ मिस्त्री भएछ भनेर। ए त टेन्सन नलिन, यस्तो खतरा एक्टिङ गर्ने हो, यस्तो खतरा एक्टिङ गर्ने हो, प्रोफेसनल मिस्त्री पनि हामीले देखेर छक्क पर्छ। अरे माइकाला, कुन दिन तुहार ओभर कन्फिडेन्सले नि हाम्रो जागिर चाइट हुन्छ अनि पता चल्छ। ए आफू चाहिँ कति न ज्ञान रहेछ। साला मालदार साउजी रहेछ भने त्यसको छोरी उडाइदिने। यही छिन्द्रापनको कारणले कुन दिन हाम्रो ढाड सेकिन्छ अनि थाहा पाउँछ। है मेरो एयरबड चार्जमा हाल्दै भने तैँले ऊ त्यहाँ छ। यार माइकेलाल से बढ़िया से काम एउटा हुँदैन। औजार र हतियार त बोका छ नि। ए सब कम्प्लिट, A to Z, नो एनी बाकी। अरे माइकेलाल, इंग्लिश। यस यस, एनी टाइम एनीवेयर। नीचा हेर, सुटकेस खोइ। ए सुर्केस पनि बिर्सेछ। अनि हमार मना गएर तँ ल्याइदिन्छ। म लिएर आएँ। फटाक से लेगिया। साउजी पनि कस्ता कस्ता केना मेकानिक सब राखै छु यार। कुन दिन यसको चक्करमा हामी पनि पगलाइ जान्छौँ। अरे भाइ, कति छिटो आएको, अलि आरामले आउनु पर्दैन? भर्खर त लाइन गएको 4-5 घन्टा भइरहेछ यार। होइन घरबेटी दाइ, तपाईँले हामीलाई बेकारी सम्झेको? हामी जस्तो बिजी मान्छेलाई त्यसो भनेर हुन्छ? भर्खरै अम्बानी फोन गरिरहेछ, उहाँको अफिसमा जोइन हुनु भनेको।
खत्रै मिस्त्री रहेछ भाइ ल आएर मेरो लाइन बनाइदेऊ यार अरे माइकलाल हम तो सोचे थे यो फंसाउँछ लेकिन ये तो एक नंबर को फेकु चंग छ यार म सोचिरहेको थिएँ हामी पो फेकु छौँ यो सार हाम्रो बाप निस्केछ त्यसमा फेक्छ यार बेला औजार चल देखा जाए बहुत कौन समस्या छ यार घर बेटीलाई जेठ्नु पर्छ पेचकस 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 त हातमै छ त ए साला तेरो हातमा छ कि कहाँ घुसिसक्यो तँ हेर न हिँड्दै जहाँ घुसाउनु थिएन ती घुसाइदिइहालिस् पेचकस पहिला साउदीसँग ढौवाली ए हुन्छ भोलिहाल्छु त्यसपछि अस्पताल जाउँला जे होस् भाइहरूले आएर लाइन बनाइदियो अब चाहिँ मजाले टिभी हेर्ने हो 5-6 घन्टापछि आएर होइन लाइन चाहिँ बनाइदियो मजाले टिभी हेरेर बसिन्छ अब चाहिँ भरबडी दाइ हजुर हाम्रो पैसा दिनु पर्यो हामी जानु पर्यो अब पैसा कति भयो भाइ 10,000 10,000 राम 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 लुट्नुसम्म लुटिहाल्यो भइगयो नि तिमीहरू अबदेखि तिमीहरू जस्तो मिस्त्रीलाई काम पनि लाउँदिनँ म लो यहाँ अब दबाईमा पैसा खर्च हुने त्यो साउजीले पनि कस्तो लापरवाह मिस्त्री भएको छ